हेलो दिदीभाइहरू, तपाईँहरू के गर्नुहुँदैछ? आशा गर्छु तपाईँहरू होइन जाति कुशल छ होला भनेर हो। हेर्नुहोस् म अहिले मेरो छुट्टीको उयो छ हो, छुट्टी छ अहिले मेरो हो। र छुट्टीको अवसर लिएर म अहिले मेरो नानाको घर आएको छु। मङ्पुदेखि तल चौरास्तादेखि मुनि घोडलद्वार भन्दो रहेछ। मेन रोड उही माथिल्लोपट्टि नै छ होइन, उमा चाहिँ मेन रोड हो। यहाँबाट रम्बी जाने तल बाटो झन्डै 4-5 किलोमिटर कति पर्छ होला हो। रोडको तलपट्टि मेरो जो नानाको मेरो वाइफको दिदी घर यहाँ हो। हेर्नुहोस् नानाको हस्बेन्डले यहाँनिर मौरी पालन गरेको रहेछ। हेर्नुहोस् त, देख्नुभयो डुँडहरू जम्मा यहाँ जोले भन्दै थियो 14वटा छ मेरो यो डुँड हो। हेर्नुहोस् यहाँनिर 3टा रहेछ। इस देख्नुभयो डुँड लगाएको पर 3टा लगाएर कन्टिन्यू 3वटा डुँडहरू छ हो। तपाईँलाई जो जग्गामा खालि यहाँनिर 14वटा छ अरे हो, 14वटा रहेछ हो। घरको यहाँनिर घरको अगानमा पनि छ। हेर्नुहोस् त अरू मौरी कुहिरहेको डुँडो हेर्नुहोस्। मौरी कुहिरो हो। यहाँबाट अब तपाईँलाई अर्को जग्गामा लान्छु। यहाँदेखि एउटा 2टा 3टा 4टा भइहाल्यो हो मौरी। हेर्नुहोस् हो, तपाईँलाई अब अर्को जग्गा लान्छु। योसँग 4टा भयो, 5वटा उतापट्टि छ। यहाँ पनि छ। हेर्नुहोस् फुलहरू मजाले स्याहारेर राखेको छ हो नानाले हो। यहाँ योसँग 5वटा रहेछ। यहाँ पनि रहेछ एउटा हो डुँड। हेर्नुहोस् यहाँ योसँग 6वटा हो। जसले मौरी पालन गर्दैछ हो। मौरी पालन गरेर पनि धेरै हो मान्छेले पैसाहरू कमाउन सकिन्छ। यो पनि एउटा बिजनेसको यो उसमा हेर्दा राम्रो छ भने फाइदा हो। योसँग 5वटा यो 6वटा यो 6वटा रहेछ। यहाँ छ हेर्नुहोस्, देख्नुभयो तपाईँहरूले देख्नुभयो चिल छ होला। हुन त अब यो अप्रिल मेमा अलिक छुच्चा हुन्छ अरे यो मौरी हो। अहिले त अलिक शान्त नै छ विन्टरको टाइममा। अप्रिल मेमा त छुच्चा हुन्छ जसले भन्दै थियो। योसँग 6वटा, योसँग यहाँ पनि 6 सब जोको नै हो। यो एउटै घरको योसँग 7वटा रहेछ हो। यहाँ पनि छ हेर्नुहोस्, देख्नुभयो माथितिर पनि छ। त्यो छ एउटै घरमा 14वटा डुँड, कसैकोमा एउटा छैन हो। मान्छेको सबभन्दा इच्छा हो। यहाँ मजाको रहेछ। हेर्नुहोस् 8वटा पर 9वटा देख्नुभयो तपाईँले, 9वटा 10वटा। अनि यहाँ माथि छ 11 माथिसँग 11 हो। 11 हो। 12वटादेखि उपर पनि रहेछ हो। यहाँ 12वटा रहेको 12 उपर पनि रहेछ। यहाँ पनि रहेछ जम्मा जोको जम्मा 13वटा देखेँ मैले। योसँग 13वटा डुँड, 13वटा रहेछ। 13वटा रहेछ हौ। अब एउटा मामुली कुरा होइन, एउटा घरमा 12-13वटा डुँड हुनु मामुली कुरो होइन। यहाँबाट चाहिँ म 6 महिनामा एकपल्ट काट्छ अरे। यो पनि जसले भन्दै थियो दुःखको कुरा हो होइन, मिहिनेत गर्नुपर्छ हो। म दुःख नगरी पैसा कमाउन सकिँदैन। मैले होइन 13वटा चाहिँ भेटदेखि जोको पर पनि रहेछ। 14वटा ठिकै रहेछ। तल बारीमा 14वटा त रहेछ जोको। अब जोजोलाई त अब होइन म त दाँत दिनु पर्छ जोजोलाई। मौरी पालन त्यस्तो पाराले गर्दो रहेछ हो। अब जोजोले अब जोजोलाई यहाँनिर अब होइन मचायो हो। जोजोसँग अहिले नै सम्पर्क राख्दा हुन्छ होइन।
जसले यो होइन बिजनेस सुरु यो मौरी पालन गरेको झन्डै 25-30 वर्ष जस्तो भयो रहेछ हो। एउटा मान्छेको यो पनि एउटा हबीको रूपमै लिन सकिन्छ होइन। मान्छेले होइन काम गर्नुको लागि बिजनेसै चाहिन्छ यो होइन, नोकरी नै चाहिन्छ भन्छ होइन। तर बिजनेस गरे नि होइन मौरी पालनतिर पनि धेरै फाइदा छ हो। यो अब खुदको आफ्नो बिजनेस हो। उइस देख्नुभयो फुल चाहिँ यो चाहिँ नानाको रहेछ हो। कस्तो मजाले स्याहारेको छ फुलहरू हेर्नुहोस्। गोदावरीको खाल छ हो। गोदावरीको फुलहरू यस्तो छ हो। यहाँनिर अब धेरै खुसी लाग्यो, धेरै राम्रो लाग्यो मौरीको उयो देख्दा हो। एउटै घरमा 13-14वटा हुनु त मामुली कुरो होइन। हाम्रो माथितिर होइन एकजनाले एउटा उयो गर्नु सकेको छैन हो। ओके गाइस, तपाईँलाई म यो देख्नु चाहिँ देखाएँ हो। तपाईँले पनि यहाँबाट अब इन्सपिरेसन पाउनु सक्नुहुन्छ होइन। एक प्रकारको मोटिभेसन मौरी पालन कसरी गरेर ल्याउँछ भन्ने हेर्नुहोस् न। धेरै यो डुँड बनाउनु पनि धेरै अब मिहिनेत छ अरे हो। काठहरू किन्नुपर्छ अरे हो। सबै धेरै मिहिनेत लाग्छ अरे हो। ओके गाइस, तपाईँलाई यहीँ म सानोले मेरो मिनी भकेस म गर्दैछु, इन्ड गर्दैछु। तपाईँले मन पर्यो लाइक कमेन्ट्स र सेयर चाहिँ गरिदिनु ताकि मेरो पेज अघि बढोस्। तपाईँहरूको धेरै मलाई सपोर्टको जरुरत छ। बाई बाई, टेक केयर, सी यू अगेन।